साथीहरु वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ। अनि आज चाहिँ म हस्पिटलतिर लागेको फलोअपको लागि। यो चाहिँ मेरो ड्रेस अप। म चाहिँ गाडीमा चढेर सरर जङ्गलको हावा खाँदै लागे। यहाँ हेर्नुस् धुलो। फ्रीमा पाउडर लाउन मन छ भने यतातिर आउनु होला। बसबाट झरेर म चाहिँ हस्पिटल आइसकिसके। डाक्टरसँग भेटेर म लागे खरायो कटेजतिर खाजा खानुको लागि। यहाँको एम्बियन्सको कुरा गर्नुपर्दा चाहिँ एकदमै राम्रो छ। उहाँ माया चाहिँ मायालुलाई भेटेर माया गर्दै हुनुहुन्छ। प्रकृतिसँग रमाउनुको लागि र प्रकृतिसँगै रमाउँदै खाजा खानुको लागि चाहिँ एकदमै राम्रो लाग्यो मलाई चाहिँ। किनभने यहाँनिर एकदमै राम्रो हरियाली टाइपको एकदमै राम्रो छ। प्लान्टहरू छन् धेरै नै। अनि यो फुल चाहिँ एकदम ब्युटिफुल छ। पोखरी छ। पोखरी मात्र नभएर यहाँनिर चाहिँ साथीहरू पोखरीको बिचतिर जतातिर बस्दा पनि हुन्छ। अनि यहाँ कमलको फुल पनि छ। कमलको फुल टिपेर दिने मान्छेको चाहिँ कमी नै छ। अनि यो चाहिँ डेन्जर पुल हो। यहाँनिर चाहिँ बिचमा यो काठहरू रहेनछ, झरिन सक्छ फेरि। त्यसैले यो चाहिँ एकदम डेन्जर पुल हो। अनि म चाहिँ यो डेन्जर पुललाई पार गरेर भिडियोहरू लिइरहेको छु। एकदमै राम्रो लाग्यो मलाई चाहिँ। एकदम गर्मी थियो, गर्मी घाम टलल्ल टल्किरहेको थियो। अनि त्यही पनि मैले चाहिँ जाँगर चलाएर हिँडिरहेको छु, रमाइलो गर्दै हिँडिरहेको छु। अनि मैले चाहिँ अर्डर गरेको थिएँ यो चाउचाउ साँधेको आइपुग्यो। अनि जुस अनि फ्रुट सलाद त राम्रो देखिरहेको छ। फ्रुट सलाद त हेर्दै खाम जस्तो लाग्ने गरेर। अनि त्यस पछाडि मैले अर्डर गरेको थिएँ चिकन चटपटे। चिकनलाई चाहिँ मैले एकदमै फोकस गरिरहेको। यो चिकन चटपटे चाहिँ मेरो फर्स्ट ट्राई हो। अब खाएर भन्छु है त। त्यस पछाडि मैले खान थालेँ गुवाम चटपटे चाहिँ मिठै थियो। अनि चाउचाउ साँधेको चाहिँ मिठै थियो, तर उफ कस्तो पिरो थियो। पिरो भएर मैले एक पुरा हातले एउटा चम्चीले खान नसकेर मैले 2टा चम्ची उठाइसकिसकेँ। उफ कति पिरो भएर म चाहिँ बिचमा जुस खाइरहेको छु। अनि एउटा चम्चीले खाइन नसक्ने भएर मैले 2टा चम्चीले खान थालिसकेँ। कति धेरै हो मेरो यत्रो सानो पेटमा। के गरेर नागदेव खाइदिनुस् भन्दै म चाहिँ यहाँ खाइरहेको थिएँ। एकदमै यो यत्रो अझै यति छ। यो मैले खाइसक्छु जस्तो चाहिँ मलाई लागेन। फर्स्ट टाइम चटपटे पनि धेरै भयो मलाई चाहिँ। अब यस्तै हो, एक्लै गम देख्दैछु। वाक्क लाग्दो जिन्दगी दिक्क लाग्दो खानकी, यही खानकी खान नसकेर हुन लाग्यो मलाई बान्की। चटपटे पनि मैले खान सकिनँ। चिकन चटपटे भएको भएर चिकन मात्र खाएँ, चटपटे चाहिँ खाएकै छैन। चाउचाउ साँधेको अरे, चाउचाउ नि यहीँ छ, साँधेको पनि यहीँ छ, केही खाएकै छैन। यति चटपटे र साँधेको चाउचाउ चाहिँ मैले छोडेँ खाइ। अनि 1-2टा फोटो भिडियोहरू लिऊँ न भनेर फोटो भिडियोहरू लिएँ मैले चाहिँ। यहाँनिर चाहिँ एकदमै फोटो भिडियो खिच्नलाई पनि ठाउँ छ, राम्रै छ। फोटोहरू खिच्नुको लागि, भिडियो बनाउनुको लागि राम्रो छ। मैले नि अलिअलि बनाएँ, एकदमै राम्रो छ। आउनु होला सबैजना। अनि मिरर त देख्नै हुँदैन मैले, मिरर देख्यो कि स्टार्ट भइहाल्छ। अनि म चाहिँ लागेँ बसमा चढेर फेरि घरतिर। आजको लागि भने चाहिँ यति नै थियो। फेरि भेटौँला अर्को भिडियोमा। बाई बाई। थ्याङ्क यू फर वाचिङ। किप सपोर्टिङ। बाई।